स्कुलमा के भरे चेन्ज भए के छ कसरी चेन्ज भयो किनकि अघि ऋतिकको साथी अहिले चाहिँ कृतिकाको साथी भइसक्यो अनि विधान्तीको साथी चेन्ज भएन कसरी के कसले चेन्ज गर्यो मलाई थाहा छैन आफै भएको तिमी चाहिँ अब कसलाई साथी बनाउँछौ कृतिकालाई कृतिकालाई केटा कि केटी त केटी केटाको केटै हुन्छन् साथी केटा नै हुन्छन् नि हुँदैन केटी हुन्छन् केटाको चाहिँ केटी हुन्छन् साथी हुन्छ नि त अनि केटीको चाहिँ केटीको चाहिँ तपाईँ आमाको केटी होइन त केटी केटा छ छैन अनि हामी त बाबा मम्मी पो त बाबा मम्मी अन्त हामी त आमा हजुर बाबा हामी पनि त्यस्तै हो अब त्यस्तै हो के त्यस्तै हो ला बर्बाद भयो राजा छोराछोरी ठुला भयो दिनु होइन केटाको केटा साथी हुन्छ हौ हुँदैन तपाईँ पनि त बाबा हजुर र म आमा हजुर साथी हो त आमा ऊ आमा म बाबा होइन अनि म त्यस्तै हो त कस्तो त्यस्तै हो छोरा पनि त्यस्तै हुन्छ को दुईटा साथी को लु तिम्रो चाहिँ को छन् त दुईजना मेरो तिनजना को एउटा सन्दीप एउटा कृतिका एउटा म तिनटा भएन भयो ऋतिकको त दुईटा मात्रै आछि ऋतिकको चाहिँ कसको को ऋतिकको चाहिँ को भन त नाम दुईटा मात्रै अनि वेदान्ती तिम्रो बेस्ट होइन होइन अबे अब होइन किन किनकि ऋतिक साथी भइसक्यो बेलाङ्सीको चेन्ज गरी अस्ति चाहिँ को थियो अस्ति चाहिँ ऋतिकको को थियो साथी अस्ति साइबा अनि अहिले चाहिँ वेदान्ती तिम्रो चाहिँ चेन्ज गरिनौ तिमीले साथी चेन्ज गरिन अनि तिम्रो अस्ति वेदान्ती होइन होइन अनि जहिले तिम्रो चाहिँ कृतिकै मात्रै हुन्छ त किनकि ऋतिक जहिले चेन्ज हुन्छ म चाहिँ चेन्जै हुँदिनँ किनकि तपाईँ पनि बाबाहरू पनि चेन्ज त हुनुहुन्न अनि किन वेदान्ती राम्रै छ त वेदान्ती भन्दा त मलाई त कृतिका भन्दा वेदान्ती राम्रो लाग्थ्यो त मलाई कृतिका किन कृतिका चाहिँ कस्तो छ र राम्री अनि तिमीलाई त कहिले बोलाउँदिन त नि कृतिकाले त किनकि व्यस्त भएर के गरेर व्यस्त भयो हुँदैन के हुँदैन अनि तिमी जाँदाखेरि कृतिकालाई के भन्छौ स्कुल पुगिदिए सप्ताह बस अनि कृतिका त बसमा चढेर जान्छ त अहिले साइकल कसको साइकलमा कृतिकाको अजाले लानुहुन्छ साइकलमा राम यस्ता भुरा केटाकेटी यस्तो यस्तो यी साना भुराले पनि गफ जान्दा छन् बाई